सौता दिदी तँ पोइका लाउने स्वास्नी कता गए ढोका अहिलेसम्म खोले आएनन् त बन्दको बन्द छ के भयो तिनीलाई के सासै फेरि आएनन् र के हुने हो र त्यो सौता छ नि सौता ओ त्यसलाई बेथा लाग्छ कता बिहानै मुन्टेको कता मरेको होइन त त्यसले बिहा गरेर ल्याएको 9 महिना भयो होइन कस्तो अहिले बेथा लाउने सुनिनुहोस् न कहिले पाउने भएर आएको थाहा पाइनुहोस् ए भगवान म त शङ्कै लाऊ है नमस्ते लाइभ दोहोरी मेलामा स्वागत छ ढिलो पाइयो छोरै पाइयो बाउने भयो हुनलाई कहिले भुल्ने छैन कान्छी तिम्रो गुणलाई कहिले भुल्ने छैन कान्छी बुढा तिम्रो हो जस्तो छैन मलाई लागेको बे गरेको 3 महिनामै छोरो पाएको बे गरेको 3 महिनामै छोरो पाएको कस्तो छ एकचोटि यो हाम्रो बुढाको होइन यो दाइको जस्तो छ अनुहार त नाक ठ्याक्कै छ हे बच्चा उल्टे रहेछ पेटमा अपरेसन गरेको के बोल्छेस् तेरो मुखमा किरा परेको के बोल्छेस् तेरो मुखमा किरा परेको दुई चारवटा कुरा राख्न मन लागेको छ मलाई आई छोरा अनुहार तिम्रो जस्तो देखिँदैन भाइ छोरा अनुहार तिम्रो जस्तो देखिँदैन हे अर्का छोरो काखमा हाली खुबै मख भएको छ दुनियाँको पाप सियार्ने जागिर पाएको छ दुनियाँको पाप सियार्ने जागिर पाएको छ छोरो पाओस् कि मोरो पाओस् म त छुँदै छुन्न है यो सौतालाई नागरिकता दिनुहुन्न है यो सौतालाई नागरिकता दिनुहुन्न भएभरका स्वास्नी खेर्छस् जिन्दगी नै दिक्कै छ तेरो छोरो पाउनु भन्दा यसै ठिकै छ तेरो बच्चा पाउनु भन्दा यसै ठिकै छ नागरिकता र सम्पत्ति चाहिँ कसले पाउँछ थाहा हुन्छ बिहे दर्ता भएको छैन पहिला गा हुन्छ बिहे दर्ता भएको छैन पहिला गा हुन्छ हामीले पनि मनका इच्छा पुरा गरी भ्याइन्छ घर छोडेर जाने होइन पहिल्यै ल्याइन्छ घर छोडेर जाने होइन पहिल्यै ल्याइन्छ कान्छी प्यारी अहिले हेर बच्चा पाएर आकी छन् मेथी पड्काई तेल लगाइदेऊ बिराई भाकी छन् मेथी पड्काई तेल लगाइदेऊ बिराई भाकी छन् तैँले माया पाउनस् पक्कै हामी दुईले दे जाति तैँले आफै जेसुकै घर तेरी के जाति तैँले आफै जेसुकै घर तेरी के जाति बाउ बन्न पाउँदा पनि रमाइलो नै लागेको छ यिनले पाउने व्यथा जति यता लागेको छ यिनले पाउने व्यथा जति यता लागेको छ विचार गर बुढा बसिँदैन डरमा तिनटी स्वास्नी तिनटा बुढा हुन्छन् घरमा तिनटी स्वास्नी तिनटा बुढा हुन्छन् घरमा मैले भन्या मान दिदी हेप्पिनलाई हुन्न है झड्केलाको गुरामुत म त छुन्न है झड्केलाको गुरामुत म त छुन्न हे खै के बोल्थे बिचारीले बन्द
बोल्ने ठाउँ भए पो बोल्थे होली बोल्ने ठाउँ भए पो बोल्थे होली यिनै हुने कान्छी प्यारे राम्रोसँग चिन हो कति कति अंश पाउँछौ लिएर हिँड हो कति कति अंश पाउँछौ लिएर त्यही छोराको भुल्ला सुङ्दै बसौ तिमुर गनाउने तिमुर दुईटा पोइ स्वास्नीलाई रित्तै बनाउने तिमुर दुईटा पोइ स्वास्नीलाई रित्तै बनाउने छोरा पाको बिरामी छु बोल्न पनि छैन यो दुईटालाई निकाल है अरू थाहा छैन यो दुईटालाई निकाल है अरू थाहा छैन हे लासरमै छैन तलाई छोरी परिस झोलेको आङचल्लाई सुत्केरी छस् कति बोलेको आङचल्लाई सुत्केरी छस् कति बोलेको हाम्रो छोरो देख्दाखेरि भाछन् मन जलाई त आफ्नै पोइको छोरो पाइछु के लाज मलाई त आफ्नै पोइको छोरो पाइछु के लाज मलाई त तिमीले छोरो पाउँदाखेरि जेठी माइली ठुस्किन्छ धेरै बोल्न हुन्न कान्छी टाँका फुस्किन्छ धेरै बोल्न हुन्न कान्छी टाँका फुस्किन्छ हामीले घर छोड्ने होइन निकाल्छ खै के गरी एक एकवटा छोरा पाम्ला अर्को बेगरी एक एकवटा छोरा पाम्ला अर्को बेगरी पस्न पुगे छोरो कमजोर हुन्छ भन्ने सुनेथ्यो तातो तातो झोला खान पाए हुने थियो तातो तातो झोला खान पाए हुने जानी भए हिना दिदी बजार गएर आउँछु म हे जानी भए हिना दिदी बजार गएर आउँछु म घिउ राखेको मधुसमा चापी लाउँछु म घिउ राखेको मधुसमा चापी लाउँछु बाउ बन्न पाउँदाखेरि मेरो हड्डी हाँस्या छ खोरको रातो भाले झिक भर्खर भास्या छ खोरको रातो भाले झिक भर्खर भास्या छ ताएको 10 वर्ष भोके नै नाप्या 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 छ। अर्को भागमा कुन कलाकारको दोहोरी हेर्न चाहनुहुन्छ कमेन्ट गर्नुहोला भिडियो सेयर र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला।